सो इफ यु वान्ट टु ग्रो यर सेल्फ अनि आफूलाई झन् अझै बेटर बनाउनु खोजिरहेको छ भने दिस भिडियो इज फर यु। सो आज चाहिँ म केही टिप्सहरू सेयर गर्छु जसले गर्दा तिमीले आफूलाई ग्रोथ गर्न सक्छौ है, लाइक 100 टाइम्स बेटर गर्न सक्छौ इफ यु आर एट द ग्राउन्ड स्टेट है। सो लेट्स स्टार्ट द भिडियो। सो फर्स्ट नम्बरमा भनेको चाहिँ डोन्ट एभर कम्प्लेन है। सो हेर, तिम्रो तिम्रो समस्याहरू हुन्छ नि होइन, अरू मान्छेलाई के मतलब लाग्दैन कि है, जस्तै तिमीलाई अरूको मतलब लाग्दैन नि होइन, अरूले यो गरेछ, यसको गर्लफ्रेन्डले छोडेर, त्यस्तो तिमीलाई बाल लाग्दैन नि होइन, त्यसको प्रब्लम हो नि त, तिम्रो होइन। लाइक द्याट्स नट यर प्रब्लम के। सो त्यही भएर चाहिँ तिम्रो प्रब्लम चाहिँ अरूको होइन भनेर उनीहरूलाई बाल लाग्दैन नि होइन, एकछिन सोचे ए यस्तो रहेछ भन्ने, तिमीलाई हल्का कम्पेनियनसिप देखाउनको लागि मात्रै हो कि, बट दे डोन्ट रियली केयर। अनि आफूलाई डेभलप गर्नु छ भने त्यो कम्प्लेन गरेर यार यस्तो भयो, यार यस्तो मेरो त जिन्दगी नै नराम्रो, त्यस्तो सोच्नै हुन्न के। हेर, तिम्रो लाइफ राम्रो छ कज यु आर लिभिङ राइट नाउ है, अनि तिम्रो स्टेट राम्रो छ कि, लाइक नर्मलै छ भने द्याट्स द बेस्ट थिङ के। किनकि हेर, धेरै जस्तो मान्छेहरू नर्मल बन्न खोज्ने मान्छेहरू कि त बिरामीहरू हुन्छन् है, कि त एबनर्मल अलि डिसेबिलिटी भनौँ न होइन, डिफ्रेन्टली एबल भएको मान्छेहरू मात्रै हुन्छन् कि। सो इफ यु आर नर्मल है, यु आर लाइक मोर देन 50% अफ द पिपल है। किनकि हेर, अरू मान्छेलाई तिमी जस्तो हुनु छ अनि तिमी नर्मल मान्छे भएर पनि तिमीले अझै ठुलो काम गर्न सकेनौ अथवा ठुलो काम गर्न मन लागेन भने तिमी त धरतीकै बोझ हो कि। हेर, त्यति मात्रै सोच है, अनि तिमीले जिन्दगीमा केही नै कम्प्लेन गर्दैनौ कि। हेर, तिमीलाई जस्तै तिमीलाई इफ यु आर स्टुडेन्ट है, तिमीलाई पढ्दाखेरि बुझेन भने त्यो के छैन, तिमीलाई जे मन लाग्छ त्यही गर न, लाइक तिमीलाई जेमा इन्ट्रेस्ट छ त्यही फिल्डमा जाऊ अनि तिम्रो लाइफै सेट छ कि। त्यो गाह्रै छैन कि त्यति धेरै है, जस्ट हल्का कन्सिस्टेन्सी देखाउनु पऱ्यो, त्यसपछि तिम्रो लाइफ सेट छ के। अनि मेनली भनेको कि कम्प्लेन गर्ने चिज अलिक ठुलै कम्प्लेन गर्ने चिज भयो भने चाहिँ कोहीसँग एक दुईजनासँग सेयर गर्दा हुन्छ, तर अलिक सेन्सिटिभ छ भने चाहिँ कसैसँग नगर है। किनकि यदि तिमीले कम्प्लेन गरिराख्यो भने त्यो मान्छेहरूले नि यस्तो जाबसँग को बोल्छ र भन्दै दे जस्ट इग्नोर यु के। सो त्यही भएर चाहिँ नेभर कम्प्लेन टु एनी अदर पिपल है। अनि सेकेन्ड नम्बरमा भनेको चाहिँ मेक स्मल इम्प्रुभमेन्ट्स डे बाई डे है। भनेको मतलब चाहिँ आज मैले बिहान 5 बजी उठेर खाट मिलाएर म आफ्नो काम गरेँ भने भोलि म खाट मिलाएर बढार्न पनि सक्छु, अनि पर्सि झन् अर्को कोठा नि मिलाउन सक्छु। लाइक मैले जे नि गर्न सक्छु, जस्ट लिटल इम्प्रुभमेन्ट्स है। दिनदिनै इम्प्रुभमेन्ट गऱ्यो भने मेरो लाइफ झन् इम्प्रुभ त भइहाल्छ है अभियसली। किनकि बिस्तारै त इम्प्रुभमेन्ट त भइरहेछ नि होइन, आफ्नो पर्सनल डेभलपमेन्ट पनि अनि आफ्नो रुम पनि हुन्छ नि, आफ्नो सराउन्डिङ पनि राम्रो भइरहेछ भने चाहिँ इभेन्चुली मेरो लाइफ त बेटर हुने नै भयो। किनकि मेरो सराउन्डिङ राम्रो छ, आम अल्सो गुड। सो त्यही भएर चाहिँ इम्प्रुभमेन्ट गऱ्यो भने इम्प्रुभमेन्ट हुन्छ कि, त्यही द्याट्स द सिम्पल थिङ के। अनि थर्ड नम्बरमा भनेको चाहिँ बी पोजिटिभ है। सो पोजिटिभ किन हुने, कसरी हुने, त्यस्तो कुरा त त्यस्तो खासै चाहिँदैन, तर भनि नै हाल्छ है किनकि टपिक भनिसक्यो। सो बी पोजिटिभ भन्ने बित्तिकै हामीलाई त्यो नेगेटिभ थट्सहरूबाट हट्नुपर्छ कि। मैले यसले मलाई रिजेक्ट हानिदियो अथवा टाइप हुन्छ नि होइन, मैले त म यो टेस्टमा फेल भयो अथवा मैले त यो बुझ्नै सकिरहेको छैन, के हुन्छ नि तिम्रो प्रब्लम छ नि होइन, मैले यो गर्नै सकिरहेको छैन, अब म के गर्ने, मेरो त लाइफ ड्यामेज भयो, त्यस्तो नसोच्ने के है। तिमीलाई जे आउँछ नि होइन, जस्तै ल म मेरो इक्जाम्पल लिगम, म यदि टेस्टमा फेल भयो भने मलाई अरू मेरो हबिजहरू हुनसक्छ। ल मलाई गिटार बजाउन आउँछ अरे है, हो त्यसमा इम्प्रुभमेन्ट गर्न सक्छु नि त, म गिटारिस्टै हुनसक्छु कि मलाई मनपर्छ, मलाई बजाउन नै आउँछ, मलाई अलि धेरै नै इन्ट्रेस्ट छ भने त्यस्तो पोजिटिभ थिङ्ग्समा ध्यान दिने कि, न कि नेगेटिभ थिङ्ग्समा ध्यान नदिने। अनि त्यही टेस्टकै कुरा गर्दाखेरि चाहिँ मैले टेस्टमा जे लेखेँ नि होइन, अथवा जे लेखिनँ नि होइन, त्यसको बारेमा बुझ्न सकेँ कि, अथवा त्यो जस्तै मैले त्यो टेस्टमा नबुझेको कुरा साथीहरूले यस्तो सिम्पलमा बुझाइदियो भने त्यो पनि पोजिटिभ थिङ त हो नि होइन। किनकि पछि फेरि आयो भने त्यस्तो क्वेसनहरू आयो अथवा त्यस्तो कन्सेप्टहरू रियल लाइफमा इम्प्लिमेन्ट गर्नु पऱ्यो भने त मलाई आउँछ नि त होइन, मेनली भनेको। सो त्यही भएर चाहिँ हेर, तिमी पोजिटिभ मात्रै हुन खोज है, नेगेटिभ कुरालाई हटाऊ है। सोच आयो भने नि अलि राम्रो
यार मैले ल म फेल भएँ यार के गर्ने भन्नुको सट्टा म अर्को पालि कसरी इम्प्रुभमेन्ट गर्छु हो त्यस्तो सोच्यौ भने चाहिँ तिम्रो लाइफ सेट छ कि किनकि हेर तिमी राम्रो सोच्छौ राम्रो गर्छौ धेरै नै मिहिनेत गर्छौ अनि देयर इज नथिङ टु लुज के है सो त्यही भएर चाहिँ जस्ट बी पोजिटिभ एन्ड यर लाइफ विल बी असम अनि फोर्थ नम्बरमा भनेको जस्ट एक्ट कुल के है हेर कुल किन एक्ट गर्ने भन्दाखेरि हेर तिमी आफूमा सेल्फ कन्फिडेन्स पनि बिल्ड गर्न सक्छौ है अहिले एकछिन कन्फिडेन्ट टाइपको बस्छ त है तिमी आफैमा कन्फिडेन्ट हुन्छौ के हल्का स्माइल गर है हल्का करेज टाइपको देखाऊ अनि त्यसपछि युल जस्ट बी फकिङ स्मार्ट के है सो पुरै यति आफै ओभर स्मार्ट टाइपको त होइन तर युल जस्ट बी कन्फिडेन्ट हेर कन्फिडेन्स इज द की भन्छन् नि होइन द्याट्स ट्रु के हेर किनकि यदि म अहिले कन्फिडेन्ट नभएको भए म के सुतेर मोबाइल मात्रै हेरिरहन्थेँ अथवा के गरिरहन्थेँ नि हावा कामहरू है तर अहिले मैले भिडियो बनाइरहेको छु सो द्याट्स द कन्फिडेन्स आई निड टु बिल्ड अप राइट नाउ के सो त्यही भएर तिमी आफ्नो कन्फिडेन्स बिल्ड अप गर अनि तिमीलाई जे गर्नमा लाग्छ त्यही गर के लाइक द्याट्स जस्ट लाइफ के सो तिम्रो लाइफ छ एउटा मात्रै लाइफ छ नि होइन सो लिभ फुल्ली के लाइक एक सेकेन्डको इम्पोर्टेन्स राखेर मजाले बाँच लाइक यदि तिमी कि त बिहान कि त दिउँसो कि त बेलुका जहिले भए नि यो भिडियो हेरेर छ नि होइन हो त्यो बेला तिमीलाई के गर्न मन लाग्छ यही भिडियो मात्रै हेरिरहनु त मलाई लाग्दैन होला टाइम पास मात्रै होला मेनली भनेको है सो यदि तिमीलाई के आफ्नो गोल्सहरू अचिभ गर्नु छ अथवा आफ्नो करियरमा राम्रो गर्नु छ भने त्यसमा अलि इन्भल्भमेन्ट देखाऊ के हेर तिमीलाई के सिक्नु छ भने त्यही सिक्न जाऊ हल्का झ्याउ लाग्छ भने एकछिन पछि जाऊ तर जान चाहिँ पर्छ है अझै जानुपर्छ नत्र कहिले नि जाँदैन है अनि लास्ट कुरा भनेको चाहिँ हामीले आफूलाई जर्नल गर्नुपर्छ है सो जर्नल कसरी गर्ने भन्दाखेरि मेनली भनेको हामी बरु एउटा सानो डायरी किन्नुपर्छ है धेरै लाग्दैन 100-200 जतिको लाग्छ है तिमीसँग त होला नि गोजीतिर यसो 200-400 त हुनुपर्छ मिनिमम पनि है किनकि यदि तिमीसँग छैन भने तिम्रो सेभिङ ह्याबिट जेरो हुन्छ कि सो के एकचोटि डायरी किन्न जाऊ है लजाउनु पर्दैन डायरी भएर कुनै ठुलो भएर अथवा कुनै सानो भएर है सो डायरी लिन जाऊ किन्न जाऊ है आजै जाऊ है यिनले आफ्नो जर्नलिङ गरेपछि हेर तिम्रो दिन पनि कस्तो स्केड्युल टाइपको त्यस्तो नि अलि प्रपर वेमा मेन्टेन हुन्छ अनि अरू मान्छेभन्दा तिमी धेरै नै बेटर छौ कि लाइक वे मच बेटर छौ है अनि सो त्यही भएर चाहिँ एकचोटि जर्नलिङ गर्न सुरु मात्रै गर है अनि तिमीलाई त्यसको बेनिफिट बिस्तारै देख्न सक्छौ कि लाइक आफैले फिल गर्न सक्छौ अनि आउटसाइड द डायरी पनि फिल गर्न सक्छौ कि अनि जर्नलिङ गर्दाखेरि के लेख्ने के आएन भने एउटा कुरा भन्छु त्यो चाहिँ सायद यु क्यान राइट द्याट टु है कि आफूलाई ग्रेटिट्युड केको ग्रेटिट्युड फिल भयो है तिमीले लाइफबाट के चाहेको थियो के पायौ के पाएनौ त्यस्तो टाइपको है जस्ट राम्रो आफ्नो ग्रेटिट्युड मात्रै एक्सप्रेस गर कि नराम्रो खासै लेख्न नखोज है किनकि भोलि पर्सि कहिलेकाहीँ पढ्न मन लागेको बेला अथवा बुढेसकालमा पढ्न मन लागेको बेला तिमीलाई राम्रो नि फिल हुन्छ कि मैले यो गरिरहेको थिएँ मेरो लाइफै सेट भयो कि त्यही भएर त्यस्तो मेरो जीवनै राम्रो भयो टाइपको त्यस्तो फिल आओस् न होइन सो आज यति भन्दै म यस भिडियोबाट बिदा लिन्छु सो पटेटो बाई